Hey guys, I found a way to tell ChatGPT your shop's name. त्यसै गरी मैले यहाँ आफ्नो लोकेसन दिएँ होइन, त्यसपछि मलाई चाहिँ एउटा ग्रिपर किन्नु छ भने त्यसपछि आफ्नो लोकेसन दिएपछि यसलाई मैले भनेँ कि नियर बाई मेरो मेरो लोकेसनको नियर बाई चाहिँ कुन पसलमा चाहिँ म किन्न सक्छु भने होइन। अनि लेट्स सी यसले चाहिँ कसरी एन्सर दिन्छ भनेर यसले एन्सर दियो। यसले एन्सर नै दिएन। किन थाहा छ? किन भन्दाखेरि मान्छेहरूले यहाँ आफ्नो प्रोडक्टहरू त्यसरी अनलाइन लिस्ट नै गरेको छैन के। यदि उनीहरूले आफ्नो प्रोडक्ट अनलाइन लिस्ट गरेको हुन्थ्यो भनेपछि अथवा आफ्नो गुगल बिजनेस बनाएको हुन्थ्यो भनेपछि यसले स्योरली नै मलाई सजेस्ट गर्थ्यो कि म कहाँ गएर किन्न सक्छु भनेर। द्याट्स द पेन पोइन्ट एन्ड आई हेभ कम अप विथ दिस सोल्युसन। नेक्स्ट चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि एउटा चाहिँ गुगलको सर्भिस छ भनौँ न होइन। अनि त्यसले चाहिँ के गर्छ भन्दाखेरि एउटा सर्भिस छ गुगल बिजनेस प्रोफाइल भन्ने होइन। अनि गुगल बिजनेस प्रोफाइलमा चाहिँ गएर हामीले चाहिँ आफ्नो गुगल बिजनेस प्रोफाइल बनाउन सक्छौँ र हामीले यसमा प्रोफाइल बनाएपछि चाहिँ हाम्रो चाहिँ उसमा नि सजेस्ट गर्छ के, गुगल म्यापमा नि सजेस्ट गर्छ। एन्ड त्यसै गरी चाहिँ हामीले चाहिँ आफ्नो प्रोडक्टहरूलाई आफ्नो लोकल बिजनेसहरूलाई चाहिँ अनलाइन लिस्ट गर्न सक्छौँ, जसले चाहिँ च्याटजिपिटीमा पनि सजेस्ट गर्न सक्छ। ग्रकले, च्याटजिपिटी यस्ता विभिन्न एआई च्याटबोटहरूले चाहिँ हाम्रो पसल चाहिँ सजेस्ट गर्छ। र अर्को कुरा भनेको चाहिँ त्यसले चाहिँ सेल्स नि जेनेरेट गर्छ र चाहिँ तपाईँलाई हेल्प गर्छ कि तपाईँको बिजनेस चाहिँ एकदम रिनोन होस् के। तर यसमा चाहिँ राख्दाखेरि एकदम अथेन्टिक डिटेल्स मात्र राख्नु होला, हजुरको एक्ज्याक्ट म्याप्स एन्ड अल अफ दि एबभ।